हेलो गाइज वेलकम टु माई अनदर ब्लग। आज चाहिँ हामी कजनहरू मिलेर घुराइ जान लागेको। हाम्रो यात्रामा चाहिँ कस्तो हुन्छ म हजुरहरूलाई सबै कुरा देखाउँछु। लेट्स सी गाइज, हामी चाहिँ जान लागेको। यो चाहिँ यहाँ त यो चाहिँ मेरो भाइ हो। हामी दुई बहिना। हाम्रो स्कुटी चाहिँ त्यहाँ बाटोमा राखेको छ, बाटोबाट जाने हो। गाइज हामी चाहिँ हिँड्यौँ घरदेखि। अब अरूहरूसँग तल भेट हुन्छ। हाम्रो भाइ बहिनी छन् यहाँनिर। हामी कहाँ जाँदैछौँ? हामी चाहिँ शान्ति दिल जान लानुहुन्छ त्यही जाँदैछौँ। गाइस हाम्रो टोली मुभ भयो। हाम्रो टोली चाहिँ यहाँबाट हिँड्दैछ। हाय, यिनी चाहिँ मेरो फुपूको छोरा भाइ हो। यिनी मेरो शङ्कर भाइ। सँगसँगै जाने है। टिकटक आमा टिकटक। गाइस हामी चाहिँ राजापुर आइसक्यौँ। पेट्रोल पम्पमा जानुपर्ने काम भएको कारणले एकछिन वेट गर्दै हामी चाहिँ पर्सेनी आइपुग्यौँ। यो चाहिँ गुवारखोलोको पुल। हामी चाहिँ बिजौरी आइपुग्यौँ। हामी चाहिँ एकछिन विश्राम गरेको, एकदम गर्मी भयो। यो चाहिँ हाम्रो खोला पनि पर्ने रहेछ, पुल बिनाको खोला। गाडीले छ्याप्यो एकछिन। हामी चाहिँ घोराइ बजार आइपुग्यौँ अब। रमाइलो छ घोराइ बजार। हाम्रो तुलसीपुरभन्दा अलिकति ठुलो बाटोहरू छ यता चाहिँ। यो चाहिँ घोराइको ट्राफिक चोक आउन लागेको थियो, तर हामी त्यहाँ पुग्दैनौँ। हामी यहाँबाट चाहिँ अब हामी भित्री बाटो हुँदै धारापानी जान्छौँ। अनि घोराइको बजार सकिसक्यो। हाम्रो भाइ र बहिनी अगाडि छन्। गाइज हामी चाहिँ ठ्याक्कै धारापानी लिएर आइपुग्यौँ। यो चाहिँ बबेको पुल। यो स्मारक भाइ, मेरा सबै भाइ बहिनी नि म सबभन्दा ठुलो दिदी। अनि हाम्रो यहाँ ह्यान्डसम भाइहरू दुईवटा छन् बाइकमा। हाम्रो चाहिँ यहाँ फोटो खिच्ने कार्यक्रम भइरहेको छ। फाइनल्ली गाइज हामी चाहिँ आइपुग्यौँ। यहाँ चाहिँ मेरो भदैनी पिङ खेलिरहेको थियो फर्स्टमा। यहाँ चाहिँ हामी पार्किङ गऱ्यौँ भर्खरै। एकदम रमाइलो छ यहाँको इन्भाइरोमेन्ट। हामी चाहिँ आइपुग्यौँ। यहाँ चाहिँ मेरो भदैनी छ, यहाँ भाइहरू। हाम्रो चाहिँ फोटो सेसन चलिरहेको छ। हामी चाहिँ अहिले धारापानी भन्ने एउटा ठाउँमा छौँ, जो चाहिँ दाङको लागि एकदम प्रसिद्ध ठाउँ। यो चाहिँ देख्न सक्नुहुन्छ, यो चाहिँ विश्वको सबैभन्दा अग्लो त्रिशुल भनेर यहाँ चिनिन्छ। अनि यहाँ चाहिँ स्पेसल यहाँ जेनजी युवाहरू चाहिँ यो चाहिँ हामी लगभग 333 सिँढीमाथि चढेपछि एउटा मन्दिर छ अरे। त्यसको विशेषता के छ? त्यसको विशेषता चाहिँ त्यहाँ चाहिँ मागेको कुरा पुरा हुन्छ भनेर चाहिँ यहाँ विराटनगरबाट घुम्न आउनु भएको छ धारापानी मन्दिर स्थित। केही भन्न चाहनुहुन्छ तपाईँ? के कारणले के माग्न चाहनुहुन्छ र के कारणले आउनुभयो? यही तब चाहिँ हामी घर जान लाग्यो। हाम्रो आज सकियो। हजुर, भ्लग भ्याइयो। भ्लग आजको लागि भ्याइयो। यति नै गर्छौँ हाम्रो भ्लग। अनि अन्तिममा केही दुई चार शब्द हाम्रो भाइ बोल्छ। अब चाहिँ हजुरहरू को श्रोताहरू को हुनुहुन्छ, यदि हजुरहरू होइन 16देखि 18 वर्षको उमेरको अथवा 15देखि 18 वर्षको उमेरको हुनुहुन्छ भने, उपाध्याय बाहुनी हुनुहुन्छ भने म चाहिँ यहाँ खाली छु।
भ्याकेन्सी एनाउन्समेन्ट पनि म गरिदिन चाहन्छु यही ब्लग मार्फत। यति भन्दै म मेरा 2 शब्द बाई बाई।